हाई गाइज गुड मर्निङ। आज चाहिँ म प्लेसमेन्ट जाँदैछु होइन। मैले चाहिँ डेली डेली अपडेट गर्छु भनेको थिएँ। आइएम सो सरी, अनफर्चुनेटली मैले डेली डेली अपडेट चाहिँ गर्न सकिनँ। आज चाहिँ मेरो थर्ड लास्ट दिन हो अनि नेक्स्ट विकको 2 दिन गरेपछि चाहिँ मेरो प्लेसमेन्ट भ्याइन्छ। म चाहिँ सिटी पुगिसकेँ अब अनि सिटीबाट चाहिँ ट्रेनमा जान्छु म। यस्तो छ सिटी चाहिँ अहिले बिहान बिहानै यस्तो बिजी बिहान नै। Oh my god. स्टेसन तरी जानुपर्छ अन्डरग्राउन्डभित्र। अनि कस्तो यस्तो थटफुल के। अनि यहाँ बिचमा चाहिँ कार्पेट हो क्या खुट्टा पछि। अनि किनभने भिरालोमा छ नि त, मान्छेहरू चिप्लिन सक्छ भनेर त्यहाँ बिचमा चाहिँ कार्पेट छ कि खुट्टा पुछ्नलाई। अनि त्यहाँनिर चाहिँ मेरो चाहिँ ग्रान्डमा जाने हो। मेरो चाहिँ जहिले 7:15 हुन्छ कि। सो म एकदम अर्ली चाहिँ 7 बजे भर्खर त्यहाँ गएर बस्नुपर्छ मलाई। यस्तो छ। तपाईँहरूलाई आज एडिलेडको रेलवे स्टेसन देखाइदिन्छु। यतातिर चाहिँ टोइलेटहरू छ, बाथरुम टोइलेट यतातिर छ। अनि यहाँ क्याफेहरू छ। अनि त्यसपछि त्योहरू चाहिँ सबै यहाँनिर कार्डहरू रिचार्ज गर्ने मेसिनहरू हो। यिनीहरू चाहिँ सबै कार्डहरू रिचार्ज गर्ने हो। यहाँबाट तपाईँहरू देख्न सक्नुहुन्छ लाइक बाई मेट्रो कार्ड, रिचार्ज मेट्रो कार्ड यस्तो छ। अनि त्यसपछि त्यहाँनिर चाहिँ यस्तो मर्डरहरू यिनीहरूको मोस्ट वान्टेडहरूको फोटो राखेको हुन्छ। 1 मिलियन प्राइस छ त्यो मान्छेलाई भेटायो भने। मिसिङ यहाँबाट मान्छेहरू आउँदैछन्। अनि यहाँनिर चाहिँ मेरो चाहिँ डिजिटल कार्ड छ, त्यही भएर मैले अब एकछिन भिडियो अफ गर्नुपर्छ। यो ग्रिन देखाएको साइडबाट मात्रै जाने हो, रेडबाट चाहिँ जान मिल्दैन। फेरि हामीले यताबाट ट्याप गरेर यताबाट जानलाई चाहिँ जता जता ग्रिन छ त्यहाँ मात्रै जाने हो। यहाँनिर ट्याप गर्ने अनि त्यसपछि यो खोल्छ। है त म गर्छु, म जाँदैछु। अनि यसरी बन्द हुन्छ। अनि त्यही हो, यहाँनिर चाहिँ कति धेरै प्लेटफर्म छ। यो चाहिँ प्लेटफर्म 1 हो। त्यो परको चाहिँ त्यहाँ मान्छेहरू छ नि, त्यो प्लेटफर्म 1 भयो। म त्यता जान्न कि 1 भयो। अनि यो चाहिँ प्लेटफर्म 2 सर देखाउँछु होइन। यो चाहिँ प्लेटफर्म 3। अनि यहाँनिर चाहिँ यो कस्टमर सर्भिसको लागि राखेको हो। यहाँभित्र गएर तपाईँले सबै मेट्रोहरूसँग रिलेटेड सब क्वेसन गर्दा हुन्छ। अनि कार्डहरू पनि निकाल्न मिल्छ यहाँबाट। अनि यो 4 भयो, 4 एन्ड द्याट इज 5। अनि यो चाहिँ 6, 7, 8 अनि मेरो सबसे लास्ट हो क्या 9। त्यो परको ट्रेन जान्छ अनि आउँछ अर्को। अनि त्यसमा चाहिँ म जाने हो फेरि। अब चाहिँ म मेरो ट्रेन आएपछि भिडियो बनाउँछु ल। अनि मैले टोपी खोलेँ छैन कि इट्स सो कोल्ड, एकदम चिसो छ, त्यही भएर टोपी खोले छैन। त्यही हो, हेर्नुहोस् यस्तो छ प्लेटफर्म। अनि यो लाइन छ नि, यो लाइनभन्दा उता चाहिँ नजानु भनेको हुन्छ कि। लाइक यो वाइट लाइन छ नि, स्ट्यान्ड बिहाइन्ड द वाइट लाइन भनेको नि। See, you have to stand behind this line. यो रिटर्नमा म जाने। भित्रबाट चाहिँ आउँछन् के यहाँको ड्राइभर नाइट ड्युटी गरेर। हाई गुड मर्निङ। थ्याङ्क यू।
is a service to Grange, stopping all यहाँ stations. चाहिँ मेट्रोमा चाहिँ यसरी रिचार्ज गर्ने ठाउँ पनि हुन्छ। यहाँ चाहिँ रिचार्ज गर्न मिल्छ। अनि यहाँ इमर्जेन्सीको लागि चाहिँ डिफिब्रिलेटर अनि यहाँ यस्तो सर्भरलाई यस्तो छ मान्छेहरू छ। अनि यहाँनिर चाहिँ यस्तो छ मेरो जान लागि हिँड्यो ट्रेन। ठाउँ आयो। ढुक्का यहाँ प्रेस गरेको छु। टाडा। अनि यस्तो छ मेरो ओ माई गड यस्तो चिसो छ होइन। पानी नै पानी छ यहाँ। अनि यहाँबाट जाने हो। यो यस्तो किन छ भने यहाँ चाहिँ साइक्लिङ यो एरियामा चाहिँ कति मान्छेहरू साइक्लिङ गर्छन् कि। अनि म अहिले प्लेसमेन्ट जाने चाहिँ त्यसमै हो। ग्रिन लिभ्स बोर्डन अर्को ट्रेन पनि पास भयो उताबाट। अनि मेरो ट्रेन बाई बाई ट्रेन यो चाहिँ मेरो ट्रेन हो होइन। म आएको ट्रेन नट लाइक मेरो ट्रेन। अनि उता प्लेन गइरहेछ गइसक्यो आएन मेरो भिडियोमा। म आइसकेँ यहाँ होइन। अनि त्यसपछि मलाई चाहिँ एकदम धेरै पहिल्यैदेखि नै यस्तो भ्लगिङ गर्ने भिडियोजहरू बनाउने एडिट गर्ने एकदम रहर थियो कि। अब चाहिँ बल्ल मेरो भित्रको क्रिएटिभ मान्छे जाग्दैछ। नट लाइक क्रिएटिभ होइन तर जस भिडियो बनाउँछु भनेर अब चाहिँ म अगाडि बढिसकेँ। अब आइएम नट गोइङ ब्याक। त्यही हो। चिसो थियो अघि बिहान त लास्टै नै चिसो लागेको थियो। अब अहिले ट्रेनहरूमा चाहिँ सबैमा हिटर हुन्छ नि त। ट्रेन बस सबैमा हिटर हुन्छ। त्यही भएर होला अलि न्यानो भयो। अघि त हात पनि यस्तो चिसो भएको थियो। अब चाहिँ तातो भइसक्यो मेरो हात। अनि यता यस्तो छ यहाँनिर चाहिँ ब्रिज आउँदैछ अब। अनि कति थटफुल छ कि है अस्ट्रेलियाको गभर्मेन्ट। आई मिन टप नच। यस्तो यस्तो बाइकमा चाहिँ नचढ भने है। अनि यहाँनिर उता तल चाहिँ स्टेसन भयो। यो चाहिँ बाटो उता पनि छ। म फर्स्ट टाइम आउँदाखेरि चाहिँ नि म परबाट आएको थिएँ कि मलाई थाहा नभएर। साइक्लिङ चाहिँ यो एरियामा मान्छेहरू एकदम धेरै नै यो एरियामा मान्छेहरूले एकदम धेरै साइक्लिङ गर्छन् कि यो एरियामा चाहिँ। अनि त्यही हो यस्तो छ। अनि यस्तो ठाउँ ठाउँमा बिनहरू राखिदिएको हुन्छ। अनि यो चाहिँ बस्ने हो। म यताबाट जान्थेँ तर म आज यतैबाट जान्छु। यताबाट अलि नजिक पुरा उयो उता कुनामा छ। आजको मेरो भ्लग आज चाहिँ मेरो फर्स्ट भ्लगिङ होइन। सबै देखाउँछु क्या म आज के गरेँ। अनि यहाँनिर चाहिँ बिल्डिङ बन्दैछ। यति बिहानै मान्छेहरूले काम सुरु गरिसक्यो क्या। क्रेन चलिरहेछ। अनि मान्छे चढ्दैछन् उहाँ। अनि एउटा मान्छे अलरेडी माथि छ। अनि अस्ट्रेलियाको मान्छेहरू चाहिँ दे आर सो हार्ड वर्किङ होइन। आई मिन अस्ट्रेलियामा हुनेहरू चाहिँ लाइक यु क्यान सी मी म बिहान आइसकेँ। अनि त्यही हो। अब मलाई चाहिँ तपाईँहरूले एकदम मोटिभेट गर्नु होइन। म चाहिँ डेली भ्लग लिएर आउँछु। यस्तै मेरो यहाँ के हुन्छ अस्ट्रेलियाहरूमा नयाँ नयाँ कुराहरू लाइक जो हाम्रो नेपालमा छैन त्यस्तो त्यस्तो भ्लगिङहरू लिएर आउँछु। अनि अरू इन्ट्रेस्टिङ भ्लगिङहरू पनि हुन्छ। पानी पानी पऱ्यो पानी तर केही छैन। म आइसकेँ यहाँ। यहाँको चाहिँ मलाई कोड थाहा छैन त्यही भएर म यहाँ फोनमा कुरा गर्छु। Hi, good morning. Could you please open the door? It's me, Suma. Thank you. खुल्जा सिमसिम। अब योभन्दा भित्र चाहिँ क्यामेरा अलाउड छैन उता लेखेछ है। त्यही भएर
सी यु आफ्टर माई प्लेसमेन्ट। कपाल मिलाउँदै थिएँ कि अनि यहाँको बाथरुम देखाइदिन्छु कि सो नाइस होइन। सबै सामान राखिदिएको छ कि स्टाफहरूलाई युज हुने रबर पेन अनि त्यसपछि यो टुथपिक सबै नै छ। मलाई चाहिँ एउटा यो चाहियो अनि ह्यान्ड क्रिम हो यो चाहिँ बडी डियोड्रेन्ट सबै नै छ कि लाइक सो नाइस। अब चाहिँ यहाँ चाहिँ नाम लेख्नुपर्छ अनि सबै चाहिँ पढ्ने कुरा चाहिँ प्लेसमेन्ट जहाँ गरिरहेको छु यस्तो छ। यहाँ लकरहरू छ सबैजनाको अनि यहाँ चाहिँ यो ज्याकेटहरू ह्याङ गर्ने अनि यस्तो जहिले बिस्किटहरू यिनीहरू राखिदिइराखेको हुन्छ। अनि यहाँ चाहिँ रिफ्रेसमेन्टको लागि स्टाफहरूलाई फ्रिज भयो सबै कुरा छ क्या त्यहाँ खानालाई लाइक एभ्रिथिङ। अनि यहाँ यसरी भाँडाहरू राखिदिएको छ यसरी यहाँ खाने ब्रेकफास्टहरू name it and everything is here. Cup, plates. This is so nice. अब म चाहिँ यो ब्याग राखेर अनि अब भित्र जानुपर्छ। भित्र चाहिँ घडी पनि अलाउड छैन, फोन पनि अलाउड छैन, नो नथिङ डिजिटल केही पनि अलाउड हुँदैन। अनि म 10 मिनटको ब्रेकमा आउँछु एन्ड आई लभ डेट यु टुडेल। मैले मेरो ज्याकेट खोलेर हाफ ज्याकेटमा मलाई कम्फर्टेबल लाग्छ। मलाई चाहिँ लाम्बा उलो लाउन मलाई एकदम झ्याउ लाग्छ, त्यही भएर मैले हाफ ज्याकेट लगाएर रेडी भइसकेँ अब भित्र जानलाई। म चाहिँ 10 मिनट ब्रेक्समा आइसकेँ। You should see her dancing. फाइनली प्लेसमेन्ट सकेर चाहिँ म भर्खरै निस्केँ। अब म सिटी जाँदैछु किनभने मेरो चाहिँ उता मेरो अफिसमा घडी छुट्यायो फर्स्ट कुरा अनि सेकेन्ड कुरा केही सामान पनि किन्नुपर्ने छ सिटीमा। अनि प्लस दिदी पनि सिटीमा हुनुहुन्छ अरे, कलेज सकेर दिदी त्यहीँ वेट गरिराख्नु भएको छ अरे। अनि अब चाहिँ म डाइरेक्ट सिटी जान्छु अनि दिदी बहिनी मिलेर घर जान्छौँ हामी। अनि यस्तो छ अहिलेको मौसमको अपडेट हेर्ने हो भने। अनि मेरो ट्रेन चाहिँ यहाँ मुनि आउँदैछ, यहाँबाट जाने हो। होपफुली पानी नपरोस्, अलि सिटीमा फेरि एकछिन हिँड्नुपर्छ अनि त्यही हो। पानी नपरोस्, पानी पऱ्यो भने चाहिँ बर्बाद हुन्छ किनभने छाता पनि छैन। अनि यस्तो छ प्लेटफर्म, कोही पनि छैनन् अहिले चाहिँ। इलेक्सनमा मान्छेहरू आउँछन्। यो चाहिँ मेरो फर्स्ट ब्लग हुन्छ होइन। यदि यो मेरो फर्स्ट ब्लग हुन्छ, यो ब्लग सबैलाई मन पऱ्यो भने चाहिँ म पछि पनि ब्लगिङ गर्दै हाल्छु कि भन्ने मेरो इच्छा छ। अनि युट्युबमा भिडियोजहरू पोस्ट गर्छु म, हेरौँ अब। अनि त्यही हो, 5 मिनट छ अझै मेरो ट्रेन आउनको लागि। That's what it looks like. ओके, अब सिटी पुगेर भेटौँला है त। बाई बाई। ल फाइनली मेरो ट्रेन पनि आइसक्यो होइन, आउँदैछौँ। पर देख्न सक्नुहुन्छ ब्याग्समै देखाइदिएको त 5 ब्याग्स है त। द्याट्स माई ट्रेन। यही ट्रेनमा जाने अब सिटी। भन ट्रेनमा चढिसकेँ म होइन। ट्रेनबाट झरिसक्यौँ हामी अनि अब जाँदैछु म दिदीसँग। यस्तो छ अहिलेको यहाँको अवस्था। अब यहाँनिर ट्याप गर्नुपर्छ, त्यही भएर एकछिन मेरो फोन फेरि अफ गर्नुपर्ने हुन्छ। अब फेरि यहाँबाट चाहिँ ट्राम्पमा चढेर उता सिटीतिर जानला हो।
त्यही भएर अब जानु पऱ्यो छिटो छिटो। मेरो फोनमा फेरि चार्ज पनि छैन कि अचम्म कुरा चाहिँ। त्यहाँ चाहिँ ट्राम्प स्टप हो, त्यो चाहिँ स्टेसन स्टप जे भने नि। यस्तो छ यहाँको। म चाहिँ यसमा होइन जाने, म चाहिँ अर्कोमा हो जाने चाहिँ। अब गर्नु नि हाम्रो जाम। दिदीको फोन आउँदैछ है एकछिन। ट्राम्प आउँदैछन् अनि म चाहिँ यहाँ बसिरहेको छु, सबैजना वेट गरिराखन्। त्यही हो अहिले जाने ट्राम्प चाहिँ यो हो। छिर्नु पर्यो। यहाँ चाहिँ पहिला सुरुमा झर्ने मान्छेहरू सबैजना ओर्लेपछि बढेर चढ्ने मान्छेहरू जान्छन्। ट्रेनबाट झरिसकेको हो म अनि यहाँ यस्तो भिड छ, भिड भडक्का। यस्तो छ बाहिर सिटीमा चाहिँ मान्छे छन्। जाम खुल्ने बित्तिकै सबजना त्यो सबैजना एकैजना हो अनि बाटो काट्ने खुल्यो। अब सबजना एकैचोटि बाटो काट्छौँ। अनि म अब माथितिर जाँदैछु। दिदी केमिस्टमा हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो। अब केमिस्टतिर जाँदैछु। अगाडिबाट पुलिसहरू आइरहेको। यही हो। अनि यो चाहिँ जोस एडिलेडको सबैभन्दा बिजी ठाउँ भनौँ न, किनभने सिटी हो, हार्ट अफ द सिटी सिबिडी। अनि यहाँ चाहिँ सबै स्टोरहरू यताउता छ यता चाहिँ। अनि अब खाने ठाउँ रेस्टुरेन्टहरू, अनि यहाँ युनिक्लो छ। अनि त्यसपछि यो चाहिँ मायर सेन्टर भयो, यो क्लास हन्स। अनि एकदम बिजी हुन्छ, एकदम धेरै बिजी हुन्छ यो एरिया चाहिँ। अनि यहाँ यसरी मान्छेहरूले सिपको लागि मात्रै पैसा कमाउँछन्। यस्तो स्टोरहरू छ यहाँ चाहिँ। मेरो फोनमा चार्ज चाहिँ छैन, सबै कुरा छ, फोनमा चार्ज चाहिँ छैन कि। छिटो दिदीलाई भेट्ने बेलासम्म चार्ज भयो भने राम्रो हुन्थ्यो। अनि त्यसपछि दिदीको फोनबाट भ्लग गराइहाल्छु नि बनाउँदा। यस्तो छ। अनि अब यसो कन्फिडेन्ट बिल्डअप गर्दैछु भ्लगहरू बनाउन। कतिको मन पराउनुहुन्छ तपाईँहरूले मेरो भ्लग, अनि त्यही अनुसारले म कन्टिन्युटी गर्छु। तर सो फार कस्तो लाज लागिरहेको थियो, किनभने बाटोमा यसो फोन समातेर हिँड्न चाहिँ लाज लाग्दो रहेछ। कस्तो अक्वर्ड खालको फिलिङ आइरहेको। तर लेट्स सी, आई थिङ्क द्याट्स हाउ वी गोना बिल्ड द कन्फिडेन्स। सो होपफुली कोही मेरो साथीहरूले नदेख्योस्, चिल्ला गर्छन्। दिदीले मलाई यहाँ कौवाको नजिक भन्नुहुन्छ, कहिले परिवार भन्नुहुन्छ। यही हो। दिदीलाई भेट्ने बेला भइसक्यो मेरो। एउटा गोप्रो नि किन्नु पर्ला जस्तो छ। मैले त फोन त अलिक ठुलो भयो क्या, हातमै भारी हुने। दिदीलाई चाहिँ म बोलाउँदिनँ, मेरो हाम्रो सिग्नलमा बोलाउँछ त। मेरो फोनमा चार्ज सक्यो, अब दिदीकोबाट आउँछु है म बाहिर। म दिदीकोबाट आइसकेँ।
दिदीको ब्ल्याङ्केटै बोकेर आउनुभयो छिटो किन्नु अनि जानुपर्छ घर छिटो केबाट जाने हो क्या अनि हिँड्नु के माटै जाम त्यसो एउटा लिपस्टिक त्यही बोके हुन्छ कि तपाईँसँग छ सबै अरू प्राइस लाइन छिरमला के हिँड्नु पर्फ्युम पनि एउटा छिर्ने के भन्नु तपाईँसँग छ हो पर्फ्युम जति पनि कहिले नपुग्ने भयो दिदीलाई पर्फ्युमले चाहिँ मान्छेहरू गनाउने हो फेरि के फेरि बोल्दा यतिको भन्नु भन्यो कि मलाई आफूलाई सोध्नु सम्झु भन्नु नि अहिले भर्खर यहाँ स्क्याम भयो होइन दिदीले मैले दिदीको फोन समातेको थिएँ आफ्नो पनि फोन थियो नि त अनि दिदीले फोन माग्नु पे गर्नलाई मैले झुकेर मेरो फोन दिएको यति छिटो लक खोलेर मेरो फेस आइडीले खोलेर होइन पे गर्यो कि कति मजा आयो होइन मैले दुईचोटि भने मलाई मेरो फोन दिएछु न भनेर भनेको तैँले मलाई आफ्नो फोन दिन्छस् त सायद यो भ्लग आजको यहीँ एन्ड गर्नुपर्छ जस्तो छ म बिहानदेखि यो थडाउँदा मैले आजदेखि भ्लग बनाउनु स्टार्ट गरेको युट्युबमा हाल्नलाई त्यसो त त्यो किनकै हो त्यसलाई गिफ्ट किनिदिन्छु त्यो किने मेरो भ्युज कति आउँछ अनि भ्युजको पैसाले किन्ने म त्यो पनि सला भ्यू चाहिँ 200-300 मात्र आउँछ ओ प्लिज मैले अहिले नयाँ खोलेको टिकटकमा कति भ्युज गयो 1000 2000 गइसक्यो 20जना फलोवर छ तर भ्युज चाहिँ 2000 गयो फलो नगर्ने क्या फलो ब्याक नदिने त्यस्तो पनि होइन मैले अर्को मेरो अकाउन्टबाट चाहिँ फलो ब्याक दिने हो क्या यता आउँछ दिदी मेरो यो प्रोफाइल अलि राम्रो छ पोर्तुगाल भन्नेहरू पनि हिँड्दा भयो नि त भयो के